हाम्रो दुईजना गाइजहरू तीनजना भएर आज हामी शिवपुरी पिकमा पुग्दैछौँ। हाम्रो टार्गेट चाहिँ शिवपुरी पिक हो। आशिष अधिकारी सर हुनुहुन्छ। बहुत आनन्द आइरहेछ। जाने हो पुरै शिवपुरी पुगै पुगेर आउने हो हामी। त्यति धेरै त्यही अलिअलिसम्म परेको ठाउँ छ। त्यहाँ शिवपुरी बाबाको चाहिँ छ। त्यहाँबाट आकाश खुलेछ भने उतापट्टिको त्यो के अरे गणेश लाङटाङ गणेश त्यो हिमालयबाट देखिन्छ। गोरुसँग देखिन्छ त्यहाँबाट त्यो उबाट पिकबाट पिकबाट चाहिँ होइन त के अरे चिसापानीबाट चाहिँ सबै मात्र देखिन्छ। थुप्पा थोरै कति कति हाइट कति हो र? 2800 2700 पर्छ। 3800 हो रहेछ उता। भने फुलचोकीको भन्दा फुलचोकी 2600 कति है? होइन फुलचोकी सबै अघि राउन्ड त्यो काठमाडौँ उसको ललितपुर भक्तपुरको होइन भ्यालीको 2700-2600 जस्तो लाग्छ। के मन लाग्छ हामी कन्फ्युजनमै छौँ। राष्ट्रिय खेलाडीको फुटबल खेल्दाखेरि गोडा दुख्यो भन्छ कि ए कसको गोल पनि हाने आज त। गोल एउटा खाए एउटा कि दुईटा गोल खाए एउटा बल यसो त हाने भने फरक पनि भएको खेलाडी सबै है अलराउन्डर ठगेर आउने किपरमा जाने मेरो त अति उत्कृष्ट यार। होइन शनिबार सधैँ हुन्छ अनि भोलि पनि हो के अरे खास 200 रुपियाँ भन्दा आज त्यति पऱ्यो। धेरै सबै भएन पर्दैन। आज 5-6 जना आउनु भएन हो आउनु त हो। म त एकछिन त सक्दिनँ जसलाई स्याहाँ स्याहाँ भयो यार। चिरञ्जीवले फेरि त्यस्तै छड्के पारेर चाहिँ लडेको गरेको हो। जेस आज बचाएछ खुसी लाग्यो। मेरो फोन स्पेसल छैन। म गौरीसँग गएको बेला फोटो चाहिँ खिच्थेँ। भिडियो चाहिँ म तिम्रो लागि मात्रै बनाएको मैले। तर यार बहुत खुसी लाग्यो। एउटा राम्रो फोटो आउनु छ कस्तो अरे पोस्ट त्यहाँ चिरु माथि त त्यो कालिम्पोङ एरिया छ। आशिष चिरुको पोस्ट देखाउ त जब दुईटा स्टाइल मात्रै छ यस्तो मात्रै हो। अनि अर्को मेरो भिडियो अथवा क्यान्डिड आएको भए चाहिँ अनि त्यो पनि यस्तो हो कि फेरि बनाइरहनु भएको क्रेडिट गयो त उसलाई। जस रमाइलो भइरहेछ हाम्रो यात्रा अगाडि बढिरहेको छ एकदम। जुन होइन अर्को एउटा ग्याङ भन्थ्यो नि तिमीलाई जुन हाम्रो पहिला एकचोटि आएको तर यार आज अनएक्सपेक्टेड यार रमाइलो हुँदैछ यार। मलाई चाहिँ बिहानदेखि यार अप्रत्याशित मेरो त जिन्दगी एक्जाम छ नि यार। आज उसको एक्जाम नआर्के हेर्नु 85
होइन तिनीलाई असारमा ए अब 3 महिनाको आज हो ल आजै ल ठोकिदियो ल हो होइन जनही चाहिँ पापा जस्तै खाना आज जङ्गलमा गएर पार्टी के हुन्छ के होइन चिसो होइन उयो दुईटा बढी चिज खाने म आज खाइन नि त मैले ल्याएको ल त्यसो भए ए कस्तो राम्रो ऊ सब्सक्राइबर पुगिसक्यो भ्युज त्यस्तै पुग्यो त्यही भएर त मलाई यहाँ चिरुले पठाएको भिडियो एडिट गरेर यस्तो बवाल बनाउँछु म अनि भिडियो क्रेडिट भनेर चाहिँ चिरुले राख्नुपर्ने छ एकदम खुसी लागेर आछ यार चिरञ्जीवी आचार्य तर हरिमुन यार कहिले त हनिमुन भयो यार नाम यार बहुत जिस्काउँछ नि मलाई होइन हरिमुन भनेको हरिचन्द्र हो नि त खास भन्ने यताबाट हो यता जान्छ गुम्बातिर जाने यता चाहिँ शिवपुरी पिकतिर है त हजुर कति टाइम भयो अरे हामी आएको त 10:48 हुन्छ धेरै भएन आशिष बाँदरहरूको होली देखिए है मोबाइल त थुतेर लगिन्छ भन्थ्यो अस्ति बुझ्ले बाँदरले गुफा अड्किएको आमा म कति धेरै रहेछ नि बाँदर यहाँ त अस्ति यार पशुपतिमा हेर्छु त मरेकोलाई कस्तो लिने हो क्या आमाले है आमा कति धेरै रहेछ राष्ट्रिय निकुञ्जभित्र यो फोहोर चाहिँ भव्य रूपमा चाहिँ यहाँ अव्यवस्थित भइरहेको रहेछ होइन यसरी फोहोर फाल्न चाहिँ नहुने हो होइन यो बाँदरको कारणले होला है फोहोर यस्तो भएको है दायाँ बायाँ होइन बिस्तारै हिँड्दै थकै लाएर तर मलाई त लास्ट रमाइलो लागिरहेको छ किन यार मेरो जिन्दगीको एक्जाम छ यार जिन्दगीको एक्जाम छ यार कहाँ यार यो एक्जाम आउँदैछ मेरो त यार नजिकै यार अब यार कोरियन होइन चाइनिज पढ्यो यार चाइनिज बिचाइ छोडियो यार त्यो चाहिँ बहुत रमाइलो हुन्छ यार नै ओमेसा हो भन्ने होइन निखा हो भन्ने तर यार चाइनिज पढेपछि नबुझे नि साथीहरू यार ग्रुपमा एउटा यसो फोटो गरौँ न यार ढुङ्गा काट्नु यार हाई गरौँ न यार चिरु के हो यार पुरै पसिनाले यार ल यार गाइस ल भिडियो यार भ्लग बनाऊ के अन्त नि अनि दुनियाँ अब युट्युब तर यार मेरो यार चिरञ्जीवीले भन्दा चाहिँ प्रिडिक्टेबल भन्ने चाहिँ केही छैन यार अहिले घुम्न आँखा बिचबाटै फर्केला हुन डर थियो त तिमीलाई मैले निकालेर थिएन निका बाहिर निस्किन्छु यो हो भने यो त कडा शासन चाहिँ मलाई कसैले नलाउनु भएको चिरु के भन्छ विषयमा बहुत मलाई त एकदम उसमा बन्दै चाहिँ पार उता त्यसो भए यार तर यार यो लेभलकोसम्म सोच्छौ र गर्छौ भन्ने चाहिँ मलाई लागेको थिएन सोचिसकेछौ यार यसले के भन्छ केही थाहा यसको यो हेऱ्यो यसको बारेमा हामीलाई थाहा छैन पानी सर होइन हामी उकालो यात्रामा छौँ यार ए म त झोला बिर्सेको ए हाम्रो
यो हाइकिङ सङ्घको कोषाध्यक्ष यहाँनिर कोषाध्यक्षले बोक्छन् त ए हो अध्यक्ष हाम्रो इन्ट्री गराउने मान्छे उहाँ अनि पानीको जार बोक्ने मान्छे उहाँ त्यसपछि आएर झोला बोक्ने मान्छे होइन बहुत हेर्नु न कति धेरै माया हुन्छ आज त मलाई लास्टै शासनमा बसेको फिल भयो यार लागेको होइन ढुङ्गामाथि लाली गुराँसको अब फुलको सिजन त होइन तर पातहरू मौलाउने सिजन हो यो बहुत आनन्द लागिरहेछ ए उसले सफा नगरी बस्ने भनेको देऊ न तिमी पनि तर अहिले दुईजनाको चाहिँ सधैँ भिडन त पर्ने भयो वार यार म अलिक कम बसिदिन्छु नि त ल हेर त चिरो अब के चिरो थकै लाग्यो र मलाई त फिट्टुकै थक्यो भन्ने चिज छैन यार यो चाहिँ लाली गुराँसको बोट है त बहुत रमाइलो भइरहेछ यार हामी अझ माथि जान धेरै नै बाँकी छ आधी बाटो आयो हो ए भनेपछि त अझै बाँकी रहेछ धेरै के झोला बोक्नु दिएको थिएँ फेरि झोला मलाई चाहियो भन्न थाले बहुत सुख दिन्छ नि यार साथीले यार ल यार आशिष यार ल झोला ल बहुत खुसी लाग्यो यार यति नै भारी बिसाउन कम बल्ल दामी कुरा भन्यो यार चिरोले यार सधैँ होइन यार के यार चिरो यार भित्र रुममा आएर बस्नु पाएको छैन आशिषले पेल त्यो कहाँ हो र त्यो कहाँ हो र तर आशिष तिमीले लाइसेन्स निकालेपछि दुइटा बाइकमा मजाले जानु पाइन्छ यार बिहान त्यस्तो मजा लिएर आएको छु उसलाई होइन चिरोलाई नाकको ठानु ल नाकको दर्शन गर्नु पर्यो त्यस्तो मजा लिएर आएको छु दाइमा हेर क्या यार धन तिमीलाई त केही त भएन नि बुवाले फोन गर्दै हुनुहुन्छ त्यही बेलामा यार तर होइन एउटा समय त आउँछ कि यार फरक हो भाइ यार आशिष यार तिमीलाई मलाई अवसर लिइरहेको छु त्यो कस्तो टाइममा नि यार आमुल दोकान निको भइसक्यो यार त्यो डिरो रोग होइन त पर्दैन कि त्यही एउटै डोज हो खानु भने त मैले के भन्नु र यार त्यही यार बहुत यार साथीहरू सबलाई यार फोन घुमेँ यार अर्जेन्ट छ भनेर भन्न मागेको छु यस्तो ठाडै हो उता नाकीको त्यस्तो छ फेरि ठाडै छ यार यो कालो नि यार झोलामा के हाल्यो हो आशिष तिमीले कस्तो गर्नु छ त जस मैले बोतल पानी खोलिराखेको छु हामी त्यो माथि हाइटभन्दा अझै माथि हाइटमा जाँदैछौँ
जय शम्भो कैलाशपति, जय शम्भो कैलाशपति महादेव, हर हर महादेव। पार्वती पते हर हर महादेव। तले चाहिँ अहिले बलिउड मुभीको ट्रेन्डहरू आइरहेको पहिला चाहिँ अलिकति चाहिँ सेक्युलर टाइपको। ल यता हेर त, ओ आशिष, चिरो आशिष अरे हजुर लास्टै शिथिल भयो यार, शिथिल। के यसको उपाय के त? चिसो पनि खान्छ हौ? चिसो पानी होइन, मैले पानी राखेको छु। पानी खाऊ, माथि खाउँछु पानी म अलिक गर्छ के त्यसको अतिरो अधिकार हुनु पर्दैन भाइ। आज यति भन्यो यार, मलाई यार तल यार टिकट काट्न हल्ले रोकिदिन्छु भने यार। यार त्यस्तो त छैन यार अहिले त यार। म यार तिमीहरूले भनेको कुरा म होइन। दुविधा यहाँनिर क्या दामी रहेछ त्यहाँनिर। के को लहरो हो यो? भोर्लाको लहरो यस्तै जेलिएको छ यहाँनिर। Wait, Simon. के हो यार, कहिले हिजोको आशिष सहेन आशिषलाई त। चिरो गर त। बाटो हो क्या ए पुरै हाम्रो चिरञ्जीवी सर पुरै बाँकी छ है चिरो। बल्ल आइरहेको छ यार। अब मलाई फेरि एउटा कुरा डर छ यार चिरो यार। चिरो एउटा कुरा लास्टै डर छ यार, त्यो भएन यार। उता हेर नि तिमी, यो यस्तो भएन क्या, लास्टै डर छ यार। अहिले गाली खाइसक्यो क्या, बुझेन हौ? Ora strafante. यसलाई आशिष आशिष यसलाई के भन्छ? त्यो त्यही भन न यार, तिमी यार फेरि विज्ञता कुरा नगर न। देउराली भन्ने ठाउँमा आइपुग्न लागेको छौँ। हाम्रो अगाडि हिँड्ने ए यसले सानो देउराली हो। कति टाढो छ आशिष देउराली अब यहाँबाट? हामी गनेर हिँड्यो भने 100 घन्टा पुग्छौँ होला। हो यही हो, 10 घन्टा आइपुग्यो। ओके
देउराली भन्ने ठाउँ यही हो। हामी 45 मिनट 1 घण्टामा बागदर पुगिहाल्छ। यो त हामी यो त आश्रम जाने ठाउँ हो यार। अर्को बाटो आएन हामी। कति टाढो छ आश्रम? अब नदी पतिर गएपछि एउटा आश्रम आउँछ, त्यहाँबाट अलिक उकालो चढेपछि सिलगढी आश्रम होइन। हुँदैन आश्रम पहिला पहिला कि चौर हो त्यहाँ? ए बागद्वार भनेको। ए अब हामी त त्यस्तै सजिलो बाटो आयो नि। अब सोच्छ हामी उकालो छैन? आधी घन्टामा खासै छैन। शिवपुरी पुग्दा उकालो हो त। त्यहाँ त्यो पनि त्यति धेरै छैन, अलिअलि छ। हुन्छ अस्ति घोडालो गएर होला जस्तो लाग्यो। पुरै देउको यात्रा गर्न जाइँदैन। मेरो बुझ्न पर्छ कहाँ? हामी फर्किँदै बाटो आएको क्या जानु त उताबाट अरू अरू बाटो। आशिषले राम्रो दिइरहेछ त। यो ठुलो देउराली। अब हामी लाग्दैछौँ बागद्वार। 60 देखि 80 मिनटमा हामी बागद्वार पुग्दैछौँ है त। यो बाटो चाहिँ बागद्वारको यात्रामा हुन्छ। यो बाटो हुँदै हामी बागद्वारतिर जाँदैछौँ है त। यो बागद्वार जाने बाटो बागद्वारको यात्रामा होइन। आहा कस्तो राम्रो देखियो हजुर, हेर न। जिनिसै छ नि, एकचोटि गोजीमा हात हाल्नुहोस्। अप्ठ्यारो लाग्यो होला अब यस्तो सहजमा त होइन सहन सक्दिनँ क्या मैले त। तिमीलाई पनि अझै लागेन, चिरलाई पनि अझै लाने। तिमीहरू दुइटा उसमा छौ अनि तिमीहरू उसमा म छु यार। मलाई के यार कति छ बागद्वार यहाँबाट? अब खासै छैन अहिले। यति भन्नु नि पाइहाल्छ लाग्छ अहिले। अहिले सम्भावना छैन। त्यो भन्दा होइन, अब खडेरी भएको भए त मैले यहाँ पनिसमेन्ट त दिनु पर्यो नि त। यस राम्रो लागिरहेछ यार। म त अहिले अवेर भइसकेँ यार। अर्कोचोटि आउँदाखेरि यार आशी जस्तै मान्छे कोही आयो भने म त्यति अब आँट गर्न सक्दिनँ यार चिरो। देउराली खोल्सामा आइपुग्यौँ। अब बागद्वार पुग्नलाई 15 देखि 20 मिनट बाँकी छ है त। त्यसपछि तिनचुली 30 देखि 40 मिनट र शिवपुरी पिक 35 देखि 50 मिनट।
यता हेर्नु फेरि ओभर छ है यता केही होइन डेन्जर हो दोत्रो नलागेर हामी यो ओह्रालो झर्छौँ यहाँबाट के त्यो चौर मात्रै रहेछ कति टाढो छ बागदोर यहाँबाट ओह्रालो झऱ्यो फेरि ओह्रालोबाट उकालो ए ओके होइन सुन्दरजल गएको हो सुन्दरजल उसमा हो बाटो उसमा गएको क्या बाटै यो सुन्दरजल जाने बाटो पुरै गाडीको बाटो हिँडेको मोटर बाटो त तारेभिर हो नि अनि गयो होइन तारेभिर यही उनी यही त्योबाट छिर्याएको छिर्न त निक्लिएको त्यहाँबाट माथि आएन अनि होइन यता पनि आएको बागदोरको त्यो रोड छ नि पुरै हिरो होन्डामा आएको दामी बाइक त मजा आयो त्यो पनि हेर उखालोमा उसमा त होइन अर्को साथीहरूमा आएको त्यो छ या त्यो उसमा छ यार यो पुलिस हस्पिटल छ नि त्यहाँ एकजना दाइले लगेर राखेको थियो तर यार त्यो बाइक ए हो त्यो नि क्विन छ त्यहाँ ब्याक्टेरिया डिकम्पोज गर्छ प्लान्टले एब्जर्ब गर्छ फर्टिलाइजर कार्बन साइकल हो यो पनि बागदोरमा खास विशेष चाहिँ के छ त्यस्तो बागमती नदीको मूल विष्णुमती नदीको मूल बागद्वार हेर कच्चामा छ बागद्वार यहाँ छ यो मूल ठ्याक्कै पुग्छ सुन्दरी जल ए हो र होइन एक राउन्ड घुमेर छ अरे पुरै तर खासै ठुलो छैन फेरि है होइन बाग बुझ्नुदार चाहिँ मूल ठुलो अरू मिसिँदै ए भनेपछि यो त यताबाट घुमेर ए भनेपछि उता सुन्दरी जल छान्छ नि अनि बागमतीको मूल होइन यो है ए भनेपछि त बागदोर भनेर त बागमतीको उप हो है बहुत जानकारी लिनु पनि ठुलो कुरा हो यार हिजो यार चिरोले एउटा राम्रो इन्फर्मेसन भएको लिएर आएर भिडियो यार बहुत पहिले थाहा थियो अरे कहाँको पार्टीबाट आएको तल कान्छी थान हुन्छ कान्छी थानबाट चाहिँ त्यो सिक्का लगेर माथि चढाएपछि बल्ल पुरा हुन्छ मागेको कुरा पुरा हुन्छ नत्र चाहिँ जिउ त फर्किँदैन भनेर त भन्छ नि त नि त्यही भएर त केबल कार त्यहाँ एकचोटि कान्छी थान नागेर चाहिँ माथि जान चाहिँ विरोध भएको नि त यो के नो केबल कारको रूपले त्यहाँ फेरि लौरो समथिङ के गर्नुपर्छ अरे होइन त्यो खोला परेपछि लौरो छोडेर आउनुपर्छ अरे हो त्यस्तो के छ क्या अनि त्यस्तो किम्बदन्तीहरू चाहिँ खासै म चाहिँ मान्नुपर्छ मान्नुपर्छ नि पैसा छ भने व्यापारी हो पैसा कमाउनु भन्दा त्यहाँ कालिम्पोङ चोकमा तेरो 800 मिटर मात्रै छ यहाँदेखि त्यति मात्रै हो 600 रुपियाँ छ क्या केबल कार कालिम्पोङमा है अनि त्यस्तो मान्छे जान्छ नि त जान्छन् नि चन्द्रगिरीमा नि कति छ यार शुक्रबार शनिबार बिदा भयो भने यो चाहिँ के हो यो यही बागद्वार त हो नि ए यो बागदोर हो ए बागदोर यो होइन यो बागद्वार ल हामी बागद्वार आइपुग्यो बुढालीकण्ठ मुहान पोखरी हुँदै हामी चाहिँ बागद्वार बागमती नदीको मुहान हो बागद्वार ल एउटा सायद मन्दिरहरू केही रहेछ जस्तो लाग्यो अनि गुफा जस्तो बागद्वार बागद्वारबाट अब तिनचुली पुग्नको लागि 20 देखि 30 मिनट लाग्दो रहेछ भने नागी गुम्बा 2 घन्टा जति 1.5 देखि 2 घन्टा फुट बागमती रिभरको चाहिँ ओरिजिन रहेछ है त बागद्वार भनेको लगभग धेरैजनाहरू चाहिँ
दर्शन गरियो। तस्बिर लिन चाहोगे? हजुर हाम्रो त किन्दिनु न हुन्छ हजुरलाई ल हामी आश्रम होइन यो टोड्के बाबाको आश्रम नजिकै आइपुग्न लाग्छौँ। यहाँ गुम्बा पनि छ। यसको बारेमा सबैभन्दा जानकार त हाम्रो उहाँ आशिष सर हुनुहुन्छ। सर ल धेरै त ज्ञान भएन। टोड्के बाबा भन्ने बाबाजी गुरुजी 20 वर्ष खाए नलाग्छ। 20 वर्ष हो कि कति वर्ष ए अँ होइन आश्रम गर्नुभएको यही ठाउँमै यही ठाउँमा। ए अँ मैले कुरा नबुझेँ उहाँ टोड्के बाबा हो कि उहाँको छोरा हो? मैले कन्फ्युज छु। ए बितिसक्यो भने जस्तो लाग्छ। उहाँ हो कि त्यस विषयमा थोरै 20 वर्ष आश्रम गरायो भने चाहिँ त धेरै ठुलो समय हो नि त जाने है। यो चाहिँ गुम्बा गुम्बा ए ल यो चाहिँ गुम्बा नाइगोमा यही हो के हो नाइगोमा टोला हो। ए गुम्बा यतातिर गयो भने सुन्दरी ल कता कता गयो भने शिवपुरी पिक यो शिवपुरी पिक जाने कता उतै गुम्बामा जाउँ न त। सुन्दरजल कता गुम्बामा थोरै बसेर राम्रो के छ। सुन्दरजल यताबाट यो चाहिँ सुन्दरजल जाने। यो चाहिँ हामी गुम्बा बागदर गुम्बा है। चिसापानी जानलाई 3 घन्टा जति लाग्दो रहेछ यहाँबाट। शिवपुरी पिक चाहिँ 25 देखि 40 मिनट अन्तरालमा हामी शिवपुरी पिक कुदैछौँ। र यो गुम्बा प्राय गुम्बाहरू चाहिँ डाँडातिरै हुने गर्दो रहेछ। अनि रमाइलो छ। त्यहाँबाट गाई पनि रहेछ। यसरी यो पानीको धारो यो लेभलको पनि एक्स्ट्रा लेभलको लाग्छ। बहुत गाउँहरूको झल्को दिने डाँडा काँडा जाँदा। यो चाहिँ आश्रम। हामी आश्रम आइपुग्यो। यहाँ सेतो गुलाब पनि फुलेको रहेछ। बहुत रातो गुलाब चाहिँ कति पनि छैन। सेतो गुलाब यो सायद पोहोर राख्ने भाँडो प्रस्तुत गरिएको छ। हामी गुम्बातिर अहिले हामीलाई भोक लागेको कारणले अब हामी चाउचाउ खाँदै हिँड्दैछौँ होइन। खाजा चाउचाउ छ। र के यो चिसापानी जाने हो? चिसापानी जक्सन हो यो। यो चाहिँ हाम्रो चिसापानी जक्सन। ओर्खाने जग्गाले यहाँ हो। अनि शिवपुर पिक यहाँबाट गयो भने 20 देखि 30 मिनटमा, तिनचुली 10 देखि 15 मिनट भनेपछि अब हामी नजिकै आइपुगेका छौँ है त। अब चाउचाउसँगै हाम्रो यात्रा अझ अगाडि बढ्दैछ। यहाँ हाम्रो आशिष सरको चाउचाउ खुवाई स्टाइल। अनि चिरञ्जीवी सरले खाजा खाएपछि उहाँलाई एक लेभलको खतरा इनर्जी आइरहेछ है। रुखमा एक लेभलको देखिरहेछ। शिवपुरी पिक त उता यता नजिक देखायो त। उता धेरै देखाएको थियो। 30 देखि 45 मिनट भनेको थियो उता।
हो कि यो बोर्ड कसले बनाएमा पर्छ क्या टाउचोसँगै यात्रा जारी छ थकै त यस्तै होला आइरहन्छ शिवपुर पिक जाने उकालोको यात्रामै छौँ आज हामी अलिक सजिलो बाटो खोज्दै आएका छौँ सायद अब 10 मिनटमा हामी शिवपुर पिक पुग्ने उसमा छौँ पहिलाको 15 प्रान्तमा त थियो त सिन्धु उपत्यका त्यही भएपछि तपाईँ दुईपट्टिको हेर्नुभयो भने फ्याक्ट्रीले त अलिअलि पसल हुन्छ कि चिरञ्जीवीको यात्रा त यार लास्ट यार चिरो ल एकछिन बोक ल अलिकति यहाँ सोच न यार उहाँदेखि दुईचोटि बोक्यो ल पर्व ल एकछिन बोक यार आशिषले नि बोक्यो आशिष पानी त्यो पानी यार यार झोला एकचोटि बोक राष्ट्रपति प्रधानमन्त्री हुनु र एउटा सानो कार्य ए ल कुचबी नजिक पनि के हो त जिम्मेवारीको कुरा गरेँ मैले सबभन्दा राष्ट्र प्रमुखहरुको के हो बल्ल राउर देखियो नि चिरो यार है चिरो यसरी हिँड्दा पो राउर देखिन्छ दुईतिर पानीको बोतल खै आशिष यता हेर तिमी अहिले चिरोको जस्तै आँखा गरेर त मलाई धन्दै चिप्लिन अहिले यहाँ मोबाइल एकतिर हात एकतिर भयो तर मान्छेले यार ज्यान ज्याला मोबाइल चाहिँ नछोड्दो रहेछ जति लड्यो नि यार त धेरै होइन नि है कालिन्छ भन्नु हो त्यहाँदेखि गयो हिमाली भएको छ है तिमीहरू फुलचोकीको हौ फुलचोकी त अहिले मोटर बाटो गयो यार गजब छ यार मेरो 3 चोटि यात्रा भयो यार फुलचोकी चाहिँ आशिषलाई न्यु लेभलको गीतले चाहिँ छोइराख यो त कस्तो काँडावाला हो यो काँडा रहेछ त यार यो रुख त पुरै धोत्रो है ढली सुकिसक्यो यो रुख त लास्टै पुरानो होला है
त्यता हो है तिनचुली पुग्दैन तिनचुली कता यता अनि शिवपुरी पनि यता हो होइन तिनचुली यता पनि शिवपुरी उता ए रान्देगे यार जाम तिनचुली जाम यार तिनचुली 200 मिटर होइन अनि शिवपुरी 10 देखि 20 मिनटै छ यार अझ यार आम्मो यताबाट गयो भने शिवपुरी पिक पुग्छ अनि यताबाट गयो भने चाहिँ हामी तिनचुली पिक पुग्छौँ त्यस कारणले हामी 200 मिटर जति अगाडि बढ्यौँ भने तिनचुली पिक पुग्ने अवस्थामा छौँ हामी पहिला तिनचुली पुग्छौँ त्यसपछि बल्ल हामी रिटर्न ब्याक भएर शिवपुरतिर पुग्छौँ यो निगालो भन्छ के अरे गाउँहरूतिर व्यापार गन्थ्यो यो पनि एक लेभलले माथि ए निगालो गाडी नै रहेछ यहाँ त बहुत राम्रो देखिया छ हाम्रो चिरञ्जीवी सर यार झोला बोकेर पुरै 200 मिटरमा अब हामी 100 मिटर जतिमा अब तिनचुली त्यसपछि त घुमिफेर त आशिषको पालो त आयो नि अहिलेसम्म बोकेको हाम्रो ज्याला दिए हामीलाई अनि 200 मिटर यति पनि यार हामी तिनचुली आइपुग्यौँ अब यहाँ के रहेछ त वास्तविक हामी सर हेर्दैछौँ यो तिनचुली यताबाट गयो भने कहाँ पुग्छ थाहा छैन हामी तिनचुलीमा छौँ अझ माथि हाइटमा अलिक गोबरमा पो चिप्लियो यहाँ लास्ट यहाँ कति छ यसको हाइट यहाँ छैन हाइट ए 2630 चाहिँ मिटर चाहिँ यसको हाइट रहेछ तिनचुलीको है त हामी 2630 मिटर हाइटमा चाहिँ अल्टिच्युडमा चाहिँ आइपुगेको छौँ बहुत भुसुना लागिरहेछ यहाँ नागको मन्दिर यसलाई चाहिँ फुटालेर गराएर छ तिनचुली यो अवस्थामा रहेछ यसलाई यो के भन्छ यो यसरी ढुङ्गा जम्मा गरेकोलाई यो स्वर्ग घर हो यो चाहिँ यसरी ढुङ्गा चाहिँ खाप्ला राख्नु भनेको चाहिँ स्वर्ग घर भन्दो रहेछ हाम्रो चिरञ्जीवी सरबाट चाहिँ आएको वचन हो यो ल हामी 2630 मिटर माथि आल्टिच्युडमा छौँ अब यहाँबाट एकैछिनको अन्तरालमा हामी शिवपुरी पिक पुग्दैछौँ है त ल गाइस अब हामी एक लेभलले खाजा खाने अवस्थामा छौँ त्यसरी एक लेभलले खाइसक्यो अब फेरि एक लेभलले चाहिँ बाँकी नै छ है त लिनु पर्यो पहिला किटकाट काम त्यसपछि अरू बाँकी रह्यो तिनचुलीबाट रिटर्न भएर अब हामी फेरि जक्सन पोइन्ट अब तिनचुली 200 मिटर अगाडि बढेर हामी रिटर्न भएर शिवपुर पिकतिर यो बाटोतिर लाग्यौँ यहाँनिर यो किसिमको पनि देखिया छ यसले देखौँ र अगाडि हाम्रो यात्रा अगाडि बढ्दैछ अबको धेरै भनेको 5-7 मिनटमा हाम्रो यात्रा त्यहाँसम्म पुग्ने अवश्य नै सम्भावना देखिन्छ होइन यार केटा यार यो आमा क्या रमाइलो ठाउँ खोइ त त्यस्तो बाटो हुन्छ अनि यहाँ देखाइरहेको छ त उ त यारो देखाइरहेको छ त यो त यार शिवपुरी पिपी पनि बाटो यो लेभलको छ यार थकै लाग्यो त स्वाभाविक हो 2 बजे भनेपछि ठ्याक्कै 2 त बज्यो त यार अब त
मजा छ राम्रो धेरै हिँड्ने बिहान 10 बजेबाट रेडी जाँदाखेरि 6 बजेको हिँड्नु र सबैभन्दा रमाइलो एउटा अस्ट्रेलियन बेस क्याम्प जाँदा नि बवाल रमाइलो भएको यार अन्नपूर्ण होइन अस्ट्रेलियन बेस क्याम्प उसको अन्नपूर्णको यता माछा बेच्ने हिमालको बेस यार गयो नि मेरो यार 81 साल राम्रै भयो नि आशिष यहाँ त्यहाँ अफिसको मिटिङ थियो हाम्रै सरहरू पर के चरा गुड जस्तो है आफै पोको भएर होइन यो भनेको हिमालय जहाँ पाइन्छ नि त्यो ठाउँमा अब चाहिँ हाम्रो हेरेर पाइँदा ए हो ठाउँ त लास्टै चाहिँ उठ नि हेर्दा यस्तो चिसो उठ कहाँ बस्ने जस्तो देखिन्छ नि मालिङ्गोको अचार भनेर दि हो उनको स्वेटर पनि त्यही दिएको थियो त ओए काफले त घर पस्नु पर्दैन कस्तो हुन्छ र मालिङ्गो निगारो भन्ने जस्तो हो र होइन त्यसले यो यहाँ बदल पनि पाउँदो रहेछ बदलले यसरी खोस्रिएको छ यहाँनिर अहिले त आउँदैन नि बदल तर ध्वासे चित्त चाहिँ आउँछ होइन अगाडि जानलाई बदलले एट्याक गर्छ हामीले एट्याक गर्न सक्छौँ बदललाई अगाडि पऱ्यो भने त्यसले एट्याक गरिहाल्छ मिल्छ ओह्रालोमा ढोक्यो भने यी त हतियार छैन हामीसँग कसरी त्यसलाई एट्याक गर्नु यार दाराले हानु भने त सिधै हुन्छ अनि लास्ट इयर त जिरोलाई झसाएँ भने हामी अब मलाई कहाँ पुगेको चिरु केसको बदलको कराईमा बदल बनाएको गाईहरूले घाँस अड्काउर तर बदल गरे कस्तो हुन्छ चिरो 18 ग्राम ट्विकल मिस्टेक नगरी बोल त घाँटी अड्काएको थियो आजले बोलाएको थियो यार अनि चिरो रोकिन त एकछिन तर ग्राभिटिकल मिस्टेक पाएपछि होइन भनेर अब पत्ता लगाउँछ नि यार अब यो हामी खोक्नु हुँदैन यार अब त्यही होइन आउन पुग्नु पर्ने त कस्तो काँडा यार चिरले त लास आनन्द आइरहेको होला चिरु शिवपुरी चिरुको हिँडाइ यो चाहिँ शिवपुरी पिक पुग्नेको लागि लास्ट उकालो है त अब यो
There's a lot of stuff that I can shoot. आधा गोली चाहिँ मुखमा अड्किन्छ भन्ने जस्तो हो क्या I need a book of what? के दामी रहेछ यहाँनिर है अरूले किस गर्ने बिजुली किस दे वाटले वाट गर्ने वा कसम खादियो बोलेर पट थाकेको म फगेला हो र ल हामी अब हामी शिवपुरी पिक नजिकै आइपुग्यौँ हो र यतापट्टिको बाटो टाढो छ जस्तो लाग्यो ल फाइनली हामी शिवपुरी पिकमा आइपुग्यौँ है त ल Finally, our destination is Shivapuri Peak. So, 27-32 meter height. सुसाइड पोइन्ट नबनाउन यार घुम्न आएको छ भाइ यहीँबाट देख्दो रहेछ यार त्यहाँ माथि आशिष आशिष यहाँ बस त आशिष लिम्बू लिम्बू सेल्फी सेल्फी रुद्रेश्वर महादेव ल आशिष आऊ जाम भाइ यसलाई के सता रुद्रेश्वर महादेव रुद्रेश्वर महादेव जस्तो लाग्छ ल ओके अब हामी के कामधेनु कामधेनु महादेव हो ए शिला शिला कामधेनु शिला कामधेनु शिलामा जाऊँ न त ल आदरणीय सम्माननीय माननीय व्यक्तित्व चिरञ्जीवी कता कता त आशिष ए चिरु यही हो कति तलबाट कि यताबाट त अब ए ल हामी सदा रुद्रेश्वर महादेव गएर आयौँ अब कामधेनु शिलामा कामधेनु शिला चाहिँ यो रहेछ है त ल कामधेनु शिला यसलाई कामधेनु शिला भन्यो यो चाहिँ शिवपुरी पिक पुग्नुभन्दा त्यहाँबाट चाहिँ 5 मिनटको चाहिँ रिटर्न ब्याक हुँदाखेरि चाहिँ आएको ठाउँ हो यो ल अब हाम्रो यो चाहिँ यो शिला चाहिँ कामधेनु गाई शिला भनेर हामीले यसलाई प्रस्ताउन सक्छौँ चिन्न सक्छौँ यो चाहिँ शिवपुरी पिक पुग्नुभन्दा
5 मिनट अगाडि चाहिँ यसलाई देख्न सकिन्छ, अवलोकन गर्न सकिन्छ र दर्शन पनि गर्न सकिन्छ। ओके।